welcome back to my another brand new video. Again today मैले आज फेरि shopping haul लिएर आएको छु, but this time not Shein, it's H&M. है, so let me show you all मैले के किनेर लिएर आएको छु. First of all let me show you all कि मैले कति कुरा लिएर आएको छु भनेर है. ओ मैले यति धेरै मैले H&M बाट सामान किनेर लिएर आएको छु. Of course H&M मा मोस्टली हामीले के किन्छौँ, लुगा. सो यस, मेरो कम लुगाहरू छ, मेरो बुढोको लुगा चाहिँ धेरै छ. सो लेट मी सो यु अल के छ यसमा है. फर्स्ट कम फर्स्ट, कस्तो राम्रो छ सर्ट हेर्नु. दिस इज अब भेकेसन ओबो यासुमी आउँदैछ होइन. ओबोन यासुमी भन्छ के भन्छ आई डोन्ट नो है. If someone knows that please do let me know. यो हो, यो यस्तो दामी भेकेसनको लागि. अब हामी जान लाग्छौँ कि घुम्न 3 दिनको लागि. सो दिस इज फर्स्ट थिङ. यो चाहिँ तपाईँलाई कति पर्यो भने मिडियम साइज हो. यसमा चाहिँ नो डिस्काउन्ट, नो सेल, नथिङ है. 3999 रुपिस परेको हामीलाई है. यो दिस इज सिङ्गल पिस. यो चाहिँ सर्ट भयो. अनि यसको सेटमा तलपट्टिको प्यान्ट चाहिँ त्यहाँ साइज थिएन कि त्यसको. अनि हामीले जिउबाट प्यान्ट लिएर आएको थियौँ त्यसको है. यो चाहिँ जिउको हो, यो चाहिँ जिउको प्यान्ट हो. यसको म्याचिङ हो कि हो. यसको प्यान्ट, यसको त्यहाँ जुन प्यान्ट थियो नि साइज थिएन कि. सो हामीले जिउबाट गएर यो प्यान्ट किनेर लिएर आएको. दिस इज नर्मल प्यान्ट हो, त्यस्तो कुनै एक्स्ट्रा केही पनि छैन यसमा चाहिँ. बेसिक प्यान्ट भनौँ न. यो चाहिँ यसको प्राइस चाहिँ पनि मिडियम साइजमा. यसको प्राइस चाहिँ 2990 रुपिस रहेछ है. 2990 रुपिस रहेछ. इभन सेलहरू त्यस्तो केही पनि थिएन ल. नाउ लेट मी सो यु. दिस इज वान अफ माई फेभरेट पिस है. फेभरेट सेटमा चाहिँ यो मेरो पर्छ है. दिस इज समथिङ भेरी न्यू कि. यस्तो कलेक्सन चाहिँ मेरो बुढोसँग थिएन कि. दिस इज भेरी न्यू कलेक्सन. माथिपट्टि यो सर्ट एन्ड लुक एट यसको सेटमा चाहिँ यो हाफ प्यान्ट के. कस्तो नै दामी, कस्तो डगाएर देखाउनु भएको थियो मलाई होइन. कस्तो दामी लाग्यो कि मलाई, एकदमै दामी कि. यसको पनि प्राइस देखाउँछु म तपाईँलाई. यो चाहिँ हाफ प्यान्ट हो है. यो चाहिँ हाफ कट हो. यो चाहिँ सर्ट हो है. यसको प्राइस फेरि कहाँ छ. यसको प्राइस चाहिँ 2499 है यसको प्राइस चाहिँ. दिस इज मेरो चाहिँ सबसे फेभरेट सेटमा चाहिँ यो है. मेरो बुढोको सबसे फेभरेट सेटमा लाग्छ यो. एन्ड यो सर्टको प्राइस चाहिँ, यसको प्राइस चाहिँ 3999 रुपिस. यो पनि दामी छ, दामी. यो सबसे फेभरेट, एकदम फेभरेट. यो वानचोटिमा मैले त्यहाँ सेट नै झुन्डाएको थियो कि H&Mमा. जाने बित्तिकै मन परेर लिइहालेँ. एन्ड मेरो बुढोको अर्को एउटा अझै सेटमा छ. यो पनि सेट हो है. यो पनि सेट हो. यो चाहिँ बेसिक सेट भनौँ. यो चाहिँ अलिकति मोर स्ट्यान्डर्ड सेटमा भयो. यो चाहिँ क्याजुअल वेयरमा भयो कि. यो चाहिँ दिस इज प्लेन टी सर्ट एन्ड दिस इज हाफ प्यान्ट है. यो पनि यसकै सेट हो. यो चाहिँ बेसिक सिम्पलमा छ कि. यसको प्राइस पनि म देखाउँछु तपाईँलाई. यो चाहिँ डिस्काउन्टमा थियो है. दिस इज इन सेल है. 999 रुपिसमा. यो चाहिँ सेलमा रहेछ. एन्ड यो चाहिँ, यो पनि सिम्पल बेसिक टी सर्ट छ. यसको प्राइस चाहिँ, यो पनि सेलमा छ कि छैन. यो चाहिँ सेलमा छैन रहेछ. यो चाहिँ 1499 रुपिस. दिस इज सिम्पल टी सर्ट है. यो 3टा हामीले H&Mबाट बुढोको लागि लिएको. यो 3टा सेट हो. यो चाहिँ बुढोको लागि लिएको है. नाउ कम टु माई सपिङ. मेरो त खासै केही पनि गरेको छैन है H&Mबाट मैले. ओके, मेरो चाहिँ H&Mबाट एक्चुली केही पनि छैन है. लिटरली केही नै छैन. सरी, मेरो बुढोको अझै पनि छ है. मेरो बुढोलाई दुई प्याकेट यो अन्डरवेयरहरू, अन्डर प्यान्ट्सहरू लिनुभएको थियो. 2 प्याकेट. हेर्नु यो सेलमा रहेछ कि. एन्ड क्वालिटी यसको एकदम राम्रो छ कि है. 599 रुपिसमा छ यो.
यो एउटा यो दुईवटा 2 प्याकेट हो। मैले चाहिँ H&Mबाट लिएको यो सर्ट्स हो। दिस इज द सर्ट्स। योमा जिम जानलाई पनि हुन्छ, यत्तिकै घुम्नलाई पनि हुन्छ। यो पनि सेलमा लागेर यो चाहिँ कति रहेछ प्राइस। यो चाहिँ स्विम वेयर हो कि, यो चाहिँ स्विम वेयर मिडल लेन्थ है, मिड लेन्थ स्विम वेयर हो अरे। यो लगाउने माथि जुन एउटा टी सर्ट लगाएर स्विम गर्न मिल्छ कि यो चाहिँ। यसको प्राइस चाहिँ 1999 थियो ओरिजिनल प्राइस, तर सेलमा मैले 999 रुपिसमा पाएको है। यो चाहिँ H&Mबाट मेरो यो ओन्ली सिङ्गल पिस हो है। नाउ यो चाहिँ 3टा, यो चाहिँ जिउको है। यो एउटा प्यान्ट लिएको मैले जिउबाट, कम्फर्टेबल थियो कि मलाई एकदम भन्छ नि यस्तो गर्मीमा कम्फर्ट म्याटर्स मोस्ट के। सो मैले एउटा प्यान्ट लुजमा एकदम कम्फर्टेबलमा प्यान्ट लिएको। यो चाहिँ सेलमा थिएन, तर मैले जिउबाट लिएको है। यो चाहिँ जिउको है। यो चाहिँ 2990 रुपिसको, यो चाहिँ जिउबाट लिएको। मलाई एकदम कम्फर्टेबल लाग्यो कि। कसैलाई एकदम हुन्छ नि यस्तो टाँसिएको प्यान्टहरू चुज प्यान्टहरू मन पर्दैन भने, फुल लेन्थको प्यान्ट लगाउन मन छ भने जिउको यो प्यान्ट किन्दा हुन्छ। एकदम कम्फर्टेबल, एकदम सफ्ट, राम्रो छ कि कपडा। सो आई रियली लाइक दिस वान है। नाउ यो एउटा, यो मलाई धेरै नै किन्न मन थियो है त्यो बेला जाडोतिर। यो जाडोको पनि होइन, गर्मीको पनि होइन के। हेर्नु न यो कस्तो राम्रो लाग्यो होइन। बट न यो जाडोको भनौँ न यो गर्मीको भनौँ, के को भनौँ भयो कि। यो त मलाई यो चाहिँ सेलमा लागेको रहेछ 1490 रुपिसमा है। अनि मलाई कस्तो राम्रो लाग्यो कि यसको कलर पनि। यो हुन्छ नि सिम्पल, अनि कस्तो दामी छ कि। यो गर्मीमा लगाउन त मिल्छ कि, बेलुका बेलुकातिर हुन्छ नि कहीँ घुम्न गएको बेलामा बेलुका लगाएर जान सकिन्छ है। यो मलाई राम्रो लागेर मैले यो एउटा लिएको है। अनि लास्ट बट नट द लिस्ट, होइन कि लास्ट नै हो यो एउटा सिम्पल हाफ टी सर्ट लिएको हो यो ब्ल्याकमा। यो पनि जिउकै हो यस्तो। यो हाफमा स्यान्डो टाइपमा के है। एउटा यो लिएको, यसको प्राइस कति हो भने 1490 रुपिस है। यो चाहिँ कसैलाई यो मध्येमा कुनै पिस मन परेको छ भने H&Mमा चाहिँ सेल टन्ने लागेको छ। बट त्यही हो, कपडाहरू त्यस्तो सेल लागेको लुगाहरू चाहिँ खासै त्यस्तो राम्रो छैन होइन। अनि सेल नलागेको लुगाहरू चाहिँ अलिअलि राम्रो राम्रो थियो। सो एकचोटि ट्राई गर्न सक्नुहुन्छ। मैले चाहिँ के अरे त्यहाँ लेडिज सेक्सनमा चाहिँ H&Mको लेडिज सेक्सनमा चाहिँ खासै कुनै लुगा चाहिँ मलाई वाउ लागेन के। त्यस्तो हुन्छ नि एकदम खोइ के खालको, एकदम झ्यात्राङ झुत्रुङ हुन्छ नि, एकदम सानो सानो लुगाहरू थियो। त्यस्तो मलाई लगाउनु मन थिएन। अनि बेसिक टी सर्टहरू थियो कि, त्यस्तो मलाई कुनै पनि लुगा लगाउनु मन थिएन। सो मैले केही पनि किनेन H&Mबाट चाहिँ। एउटा सर्ट्सहरू किनेँ, सर्ट्स किनेँ, अनि सबै अरू बुढोको लागि किनेको हो। बरु जिउमा चाहिँ अलिक सिम्पल सिम्पलमा पनि राम्रो थियो कि। सो मैले जिउबाटै लिएँ है। प्राइसको भन्नुहुन्छ भने खासै हेर्नु H&M र यसको प्राइसमा त्यस्तो खासै डिफ्रेन्स चाहिँ होइन है। यो पनि मलाई 2990 रुपिस नै परेको छ। सो इट्स नट अबाउट प्राइस, इट्स अबाउट द मनपर्ने है चोइस हो। मलाई चाहिँ यस्तो खालको प्यान्ट्सहरू यस्तोहरू केही पनि थिएन क्या त्यहाँ। सो मैले लिइनँ। मलाई यही हो आजको भिडियोमा चाहिँ, यति मैले सपिङ गरेर आएको है। यो हाम्रो भ्याकेसनको लागि हामी छिटै घुम्न जान लागेको छौँ। कहाँ जान लागेको छु मेरो अर्को भ्लगमा हेर्नु होला। डोन्ट मिस है। योपालि चाहिँ एकदम दामी दामी भिडियोहरू भ्लगहरू आउँछ है। सो डु लाइक शेयर एन्ड सब्सक्राइब टु माई च्यानल।